अनि के अहिले महिनाको लास्टमा दिन्छ होइन पैसा ए 800 त धेरै हो नि पहिला 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 म सुरु गर्दाखेरि कति 200 मा सुरु गराएको थिएँ मैले पहिला पनि गर्थेँ पहिला मैले 200 क्याप्टेन हकको त कामै त्यही हो त्यही एक ठाउँमा मात्र गर्दै अरू ठाउँमा पनि गर्दैन त्यो क्याप्टेनले अरू अरू ठाउँ पनि लाँदैन नि उनीहरूको त अनि मान्छेहरू हुन्छ नि त ना कहीँ पुगेको छैन भने उनीहरू पठाउँछ नि त क्याप्टेनहरूले अनि त्यही एउटै क्याप्टेनले पठाइदिन्छ त अर्को ठाउँतिर नि ए राति झन् गाडीले पुऱ्याइदिइहाल्छ नि अनि टाढा छ भनेर अनि यो बुफेतिर राखेर बुफेतिर त 9 बजे त हो नि छुट्टी त होइन स्न्याक्सको बुफेटमा त 9 बजे छुट्टी हुन्छ नि त स्मार्टमा होइन क्या यो स्न्याक्स छ नि स्न्याक्सको यो बुफेटमा राख्यो भने त 9 बजे छुट्टी हुन्छ होइन क्वालिटी चाहिँ राम्रो छ नि टाढा भयो भने इन्जोय गरिदिन्छ बेलुका सबलाई त्यही त हाम्रो त पहिला त्यो भोलि काम चाँडै जानुपर्छ नि 9 बजे टक्क बुफेट सकाएर आफ्नो डिपार्ट क्लियर गरेपछि अनि घर पठाइदिन्थ्यो क्या 9:30 मै भोलिको लागि प्लेट सफा गर्नु आउँछ क्या अनि मर्निङ र नाइटको गऱ्यो भने त्यो डबल आउँछ कि यो मर्निङ र नाइट हुन्छ नि त दुईटा डबल हुन्छ नि त डबल गऱ्यो भने डबल पैसा आउँछ कि 500 रुपियाँ मात्र बिहानदेखि गरेको नि त्यही त डबल प्रायः त खै अब त्यो क्याप्टेनले चाहिँ लिन्छ नि त प्रायः डबलको डबलले क्याप्टेनलाई दिन्छ नि डबलको डबलै हो नि त्यो भनेको सबै क्याप्टेनको हातमा अनि फेरि क्याप्टेनले फेरि बोलाउँदैन नि त फेरि अनि क्याप्टेनले फेरि अर्को हालिदिन्छ नि त फेरि मान्छे नि त कति भएर गरेको तिमीले काम 3-4 वर्ष भइसक्यो अनि पैसा बच्छ त अनि पहिला नि पैसा त हाम्रै मेरो नि बच्दैन थियो क्या पहिला मेरो नि बच्दैन थियो क्या पैसा पहिला चाहिँ बच्दैन नि कहाँ बच्नु पैसा क्याप्टेनहरूको त महिनामा झ्यापझ्याप आउँछ नि उनीहरू उनीहरूको तलब छुट्टै हुन्छ अनि दिनको छुट्टै हुन्छ अनि कमिसन छुट्टै हुन्छ
त्यस्तो हुन्छ क्या उनीहरूको त अझ यस्तो यो स्न्याक्सहरू खायो भने पैसा कटाउँछ कि कटाउँदैन यो ड्रिङ्कहरू गऱ्यो भने स्न्याक्स खायो भने पैसा काट्छ कि काट्दैन ए ग्लासहरू पुऱ्यायो भने चाहिँ नकाट्नु पर्ने त किनभने तर्साउँछ है उनीहरूले भन्छ तर्साउँछ अनि ल हुन्छ भन्यो भने चाहिँ फेरि उनीहरूले काटे जस्तो गर्छ अनि त्यो पैसा आफ्नो खल्तीमा राख्ने हो क्या जोडीहरू त होला नि त्यो त अनि काम गर्ने ठाउँमा त जोडीहरू होला नि जोडी क्या जो राम्रो आयो उसलाई जोडी बनाइहाल्यो होला क्याप्टेनले तिमीलाई चाहिँ त्यहाँ स्न्याक्स यो बुफेटमै लाग्छ हो त्यो बुफेटमै राख्छ हो धेरै जस्तो सबभन्दा सजिलो त्यही हो स्न्याक्सको बुफेटमै हो छिटो पनि हुन्छ सजिलो पनि हुन्छ क्या त्यो त अनि आफूले टक्क स्ट्यान्डमै बस्ने हो अर्को एक दुईजना हुन्छ होइन साइडमा उनीहरूलाई लिएर आउने हो सामानहरू सबै उनीहरूले ल्याइहाल्छ अब त गएर बस्ने मात्र त नि त्यो केटा मात्र हो क्या मान्ने अनि यता चाहिँ के गर्न आएको भन्नुपर्छ नि त नि त्यो बुफेटमा त सजिलो हुन्छ त एक दुई घन्टा मात्र रस हुन्छ 2 घन्टा रस हुन्छ 2 घन्टामा त्यो पिकअप गर्ने मात्र त हो त्यसपछि त आराम हुन्छ नि सबैभन्दा सजिलो बुफेटमै हो क्या सर्भिसमा हुनु पर्छ झन् आम्मा यस्तो गाह्रो हुन्छ सर्भिसमा सर्भिसमा त हिँडे पेल्लाको पेल्लै गर्छ सर्भिसमा त प्रायः केटीहरूलाई हो नि सर्भिसमा त प्रायः लाग्छ कहाँनिर ए आउँछ माथिबाट भयो ए बिर्सिन ए म त फेरि गफै यता पो हिँड्दैछु म त्यो गल्लीबाट भित्र होइन ए त्यही त म त यो कारखाना त्यही त मैले सम्झिन्छु त्यही सम्झिरहेको थिएँ गफमा फेरि म त हिँडिदिन्छु क्या फेरि अर्कै बाटो ए म चाहिँ गफ हो गफै त गर्ने हो एकछिन भेट्ने गफ गर्ने त्यो सकिहाल्यो नि अब रोकिहाल्छ नि अनि पैसा नलिकन कहाँ जान्छ दाइ त्यही त दाइ जाँदैन कि दाइ जाऊ भन्ने पनि जाँदैन चेन्ज छ
रोक्छ के रोक्छ जाँदैन तिमी गयो पनि दाइ पछि पछि आउँछ हो भने ल 10 दिने हो कहिले 20 SMK ni.